हिस्ट्री छ, बाहिर विदेशमा जाँदा वेयर फ्रम भन्दा फ्रम कन्ट्री अफ एभरेस्ट भन्दाखेरि सबैले चिन्छन् देशलाई होइन। अब यो म विगत 15 वर्षदेखि पर्यटन क्षेत्रमा छु। देश विदेशमा विभिन्न प्रोग्रामहरूमा जाँदै गर्दाखेरि चाहिँ हाम्रो देशले चाहिँ के प्रमोट गर्ने अथवा हामीले चाहिँ के कपी गर्ने त भन्दा ठुला ठुला बिल्डिङ, ठुला ठुला रोड बनाउन होइन, त्यो खालको इन्फ्रास्ट्रक्चर, त्यो पोसिबिलिटी हामीसँग छ कि छैन, हामीसँग के छ त त्यहीतिर हामीसँग जे छ त्यो खोज्न लाग्यो। उहाँहरू चाहिँ तपाईँसँग बजेट मात्रै भएर पनि चल्न सकिँदैन नि त, एउटा खालको प्यासन चाहियो होइन, तपाईँको हेल्थले सपोर्ट गर्नु पर्यो। भनेपछि त्यो लेभलको लेजेन्डहरूलाई उहाँहरू एभरेस्ट उहाँको समिट सकिसकेपछि उहाँहरू डाइरेक्ट लुक लाउनुहुन्छ। किन चुज गऱ्यौँ भनेर बिचमा एउटा क्वेसन आएको छ। एभरेस्ट भनिसकेपछि जहाँ पनि पहिल्यै चिनिने हो क्या, चन्द्रमामा पुग्दाखेरि पनि नील आर्मस्ट्रङै चिनियो होइन, पछिल्लो सेकेन्ड मान्छेलाई भन्दा फर्स्टलाई नै भ्यालु भयो। भनेपछि हामीले चाहिँ अब भोलि फ्युचरमा हामीले अरूहरू पनि सब्मिट गरेकोलाई रेस्पेक्ट गर्छौँ र भोलि हाम्रो प्रोग्राममा आउनु पनि हुन्छ। उहाँहरू आउँदाखेरि उहाँहरूले सर्टेन एउटा कन्ट्रिब्युसन गर्नुपर्छ। तर अहिले चाहिँ हामीले के गरेको त भन्दा एभरेस्टलाई नै फर्स्ट चाहिँ एभरेस्ट भनेको वान एन्ड ओन्ली संसारको चाहिँ सबभन्दा अग्लो चुचुरो भएको रिजनले हामीले चाहिँ एभरेस्ट समिट भनेर एभरेस्ट चढेकै क्लाइम्बरहरूलाई बोलायौँ। र अब यसले यो जलवायु भनेर हामीले चाहिँ ग्लेसियर मेल्ट भनेर वेस्ट म्यानेजमेन्ट भनेर पनि यो फोरममा चाहिँ विभिन्न खालको हाम्रो प्यानल डिस्कसनहरू अन्तर्क्रियाहरू हुनेवाला छ।